माया राम्रो जागिरको सपना बोकेर गाउँबाट भारत गएकी थिइन्, तर कहिलेकाहीँ त्यही सपना कसैको जालमा परेर दुस्वप्नमा बदलिदिन्छ। यो कथा मानव बेचबिखनको वास्तविक समस्याबाट प्रेरित कथा हो। यसको उद्देश्य अपराधलाई महिमामण्डन गर्नु होइन, बरु समाजमा सचेतना फैलाउनु हो। रुकुम जिल्लाको एउटा सुन्दर पहाडी गाउँमा, जहाँ हरियो डाँडा, चिसो हावा र बिहान चराको चिरबिराहटले गाउँ सधैँ रमाइलो देखिन्थ्यो। त्यही गाउँमा बस्ती माया, 18 वर्षकी, सरल, मेहनती र पढ्न निकै रुचाउने। तर गरिबीले उसको पढाइ कक्षा 12मै रोकिदिएको थियो। बुवा बिरामी, आमा दिनभरि अर्काको खेतमा काम गर्थिन्। सानो भाइ अझै विद्यालयमा पढ्दै थियो। एक साँझ चुलोको आगो नजिक बस्दै मायाले आमालाई भने, आमा, म पनि केही काम गर्छु, तपाईँलाई अब धेरै दुःख गर्न दिन्न। आमाको आँखा रसायो। छोरी, तिमी नै हाम्रो आशा हो, तर धेरै टाढा नजाऊ। मायाले मुस्कुराउँदै टाउको हल्लाए। उसलाई कहाँ थाहा थियो जीवनले कस्तो मोड लिन लागेको छ। केही दिनपछिको कुरा हो। गाउँमा एउटा नयाँ मान्छे आउँछ। उसको नाम थियो रमेश। ऊ गाउँका युवाहरूलाई भारतमा राम्रो जागिर लगाइदिने भन्दै हिँड्थ्यो। उसले मायालाई पनि भेट्यो। बहिनी, भारतमा होटलमा काम छ, महिनाको राम्रो तलब, बस्न र खान पनि कम्पनीले दिन्छ। तिमी त मेहनती पनि छौ, उस्तै पर्यो भनेपछि त तिमीले काम गर्दै पढ्न पनि सक्छौ। माया अनमलमा परिन्। साँच्चै हो, रमेश हाँस्यो। किन झुटो बोल्नु? हाम्रो गाउँकै 2 जना त्यहाँ काम गरिरहेका छन्। उसले मोबाइलमा केही फोटो पनि देखायो। ठुलो होटल, राम्रा कोठा, मुस्कुराइरहेका युवतीहरू, सबै कुरा साँचो जस्तै लाग्थ्यो। त्यो रात माया निदाउन सकिनन्। यदि विदेश गएर केही पैसा कमाउन सकियो भने बुवाको उपचार गर्न सकिन्थ्यो, भाइलाई राम्रो विद्यालयमा पढाउन सकिन्थ्यो, घरको छानो पनि फेरिन्थ्यो। भोलिपल्ट उसले आमा बुवासँग कुरा गरी। आमाले सुरुमा मान्नु भएन, तर गरिबीले अन्ततः निर्णय नै गरायो। बुवाले काँपेको स्वरमा भन्नुभयो, छोरी, आफूलाई जोगाएर बस्नु, पैसाभन्दा तिमी ठुलो छौ। मायाले बुवाको हात समातेर रोइन्। म छिट्टै फर्किन्छु बुवा। 2 दिनपछि माया रमेशसँग बसमा चढी। पहाडका घुम्ती सडकहरू पछाडि छुट्दै गए। उसले झ्यालबाट आफ्नो गाउँलाई अन्तिम पटक हेरिराखेकी थिए, र आमाको अनुहार, बुवाको मुस्कान, भाइले हल्लाउँदै गरेको हात, उसको आँखाबाट आँसु बग्न थाले। उसले मनमा नै भने, म फर्केर आउँछु, सबै सपना पुरा गरेर आउँछु। केही दिनको यात्रापछि उनीहरू नेपाल र भारतको सीमामा पुगे। सीमामा पुगेपछि रमेशको व्यवहार बदलिन थाल्यो। उसले मायाको नागरिकता र मोबाइल माग्यो। कागजात कम्पनीमा बुझाउनुपर्छ। मायाले विश्वास गरेर सबै दिन। त्यसपछि उसको मोबाइल पनि बन्द गरियो। आमालाई फोन गर्ने मौका पनि दिएन। मायाको मनमा पहिलोपटक डर जन्मिएको थियो। र बिस्तारै उनीहरू भारत पुगे। भारतको एउटा ठुलो सहर, तर त्यो होटल थिएन, न ठुलो कम्पनी, न कुनै कार्यालय। गाडी एउटा साँघुरो गल्लीमा रोकियो। रमेशले ढोका खोल्यो। भित्र केही अपरिचित मानिसहरू थिए। उनीहरू आपसमा कुरा गर्दै थिए। त्यसमध्ये एकजनाले रमेशलाई पैसाको बाक्लो बिटो दियो। रमेशले त्यो पैसा गनेर खल्तीमा राख्यो। त्यसपछि उसले मायातिर हेरेर चिसो स्वरमा भन्यो, अबदेखि तिम्रो जिम्मा यी मानिसहरूको। मायाले आत्तिँदै सोधी, के भनेको? म त होटलमा काम गर्न आएको। कसैले उसको हात बलपूर्वक समात्यो। ढोका बन्द भयो। त्यो क्षण मायाले बुझिन् उनी ठगिएकी थिइन्, र उनका सपनाहरूको मूल्य कसैले पैसामा बेचिसकेको थियो। माया राम्रो जागिरको सपना बोकेर गाउँबाट भारत गएकी थिइन्, तर सीमा पार पुगेपछि उनलाई झुक्काएर बेचिएको थाहा भयो। उनको संसार एकछिनमै अन्धकारमा डुब्यो। मायालाई एउटा पुरानो 3 तले घरको सानो कोठामा बन्द गरियो। ढोका बाहिर ताल्चा लगाइएको थियो। झ्यालमा बाक्लो फलामको जाली। बाहिर निस्किने कुनै बाटै थिएन।
मायाले ढोका ठोक्दै कराइन्, मलाई जान दिनुहोस्, मैले केही गलत गरेको छैन। तर बाहिरबाट केवल कठोर आवाज आयो, जति कराए पनि कसैले सुन्दैन। त्यो रात उनले पहिलोपटक महसुस गरिन् कि उनी आफ्नै देशबाट टाढा, पूर्ण रूपमा अपरिचित ठाउँमा एक्लै थिइन्। केही दिनपछि मायाले त्यही घरमा रहेका अरू नेपाली र दक्षिण एसियाका युवतीहरूलाई भेटिन्। एक युवतीको नाम थियो सरिता। उनी पनि नेपालको तराईबाट सहरमा राम्रो काम गर्ने लोभमा परेकी रहेछन्। अर्को युवती बङ्गलादेशकी थिइन्। उनीहरूको अनुहारमा एउटै पीडा थियो। सरिताले मायाको हात समात्दै भनिन्, हिम्मत हार्नु हुँदैन, एक दिन हामी यहाँबाट निस्कन्छौँ। यो वाक्यले मायाको मनमा सानो आशाको दियो बाल्यो। यता नेपालमा 2 हप्ता बितिसक्यो। मायाको फोन बन्द थियो। आमा दिनौँ बाटो हेरेर बस्थिन्। बुवा रातभरि निदाउन सक्नुहुन्न थियो। सानो भाइले बारम्बार सोध्थ्यो, आमा दिदीको फोन कहिले आउँछ? गाउँका केही मानिसहरूले रमेशको बारेमा सोधखोज गर्न थाले, तर रमेश गाउँबाट गायब भइसकेको थियो। अब सबैलाई शङ्का लाग्न थाल्यो। माया अब केवल रुन छोडिन्। उनले सोचिन्, यदि म हिम्मत हारेँ भने मेरो परिवारले मलाई कहिल्यै पनि देख्न पाउने छैन। त्यसपछि उनले त्यहाँ रहेका सबै युवतीहरूसँग कुरा गर्न थालिन्। उनीहरूले सानो कागजमा आफ्नो नाम र गाउँ लेखे। यदि कहिले मौका मिल्यो भने कसैलाई यो जानकारी दिन सकियोस् भनेर। एक दिन त्यहाँ काम गर्ने एक वृद्ध महिला मायासँग कुरा गर्न आइन्। उनले मायाको आँखामा आँसु देखेर सोधिन्, तिमी नेपालबाट आएकी हौ? मायाले टाउको हल्लाइन्। वृद्ध महिलाले बिस्तारै भनिन्, म पनि धेरै वर्ष अघि यस्तै पीडामा परेकी थिएँ। अहिले म भाग्न त सक्दिनँ, तर तिमीहरूलाई सहयोग गर्ने प्रयास गर्छु। उसले चुपचाप एउटा सानो कागज र कलम दिइन्। मायाले आफ्नो नाम, गाउँ, आमा बुवाको नाम र एउटा फोन नम्बर लेखिन्। केही दिनपछि ती वृद्ध महिलाले बाहिर जाने अवसर पाउँदा त्यो कागज एउटा सामाजिक संस्थामा पुर्याइदिन्। संस्थाले स्थानीय प्रहरीसँग सम्पर्क गर्यो। नेपाल स्थित सम्बन्धित निकायलाई पनि जानकारी पठाइयो। अब पहिलो पटक मायालाई थाहा थिएन, तर उनको खोजी सुरु भइसकेको थियो। त्यो रात माया झ्यालबाट आकाशतिर हेर्दै थिइन्। टाढा एउटा तारा चम्किरहेको थियो। उनले मनमा नै भनिन्, आमा म हार्ने छैन, म फर्केर आउनेछु। त्यो रात धेरै महिनापछि पहिलो पटक उनको मुहारमा हल्का मुस्कान देखियो, किनकि अन्धकार जतिसुकै गहिरो भए पनि कतै न कतै आशाको एउटा किरण त अवश्य हुन्छ। माया भारतको एउटा बन्द कोठामा कैद थिइन्। त्यहाँ भेटिएकी एउटा वृद्ध महिलाको सहयोगले मायाले आफ्नो नाम र ठेगाना एउटा सामाजिक संस्थासम्म पुर्याउन सफल भइन्। अब उनको खोजी सुरु भइसकेको थियो। भारतको एउटा मानव बेचबिखन विरुद्ध काम गर्ने संस्थाले नेपाली दूतावास र स्थानीय प्रहरीसँग सम्पर्क गर्यो। मायाले दिएको सानो कागज नै सबैभन्दा ठुलो प्रमाण बन्यो। धेरै दिनसम्म गोप्य अनुसन्धान गरियो। त्यो घरमा कतिजना युवती थिए, कसले सञ्चालन गर्थ्यो, कसरी उद्धार गर्ने, यो सबै योजना सावधानीपूर्वक बनाइयो। रातिको करिब 2 बजेको थियो। बाहिर अचानक प्रहरीका गाडीहरूको साइरन बज्न थाल्यो। ढोका खोल, ठुलो आवाज आयो। भित्र रहेका मानिसहरू आत्तिए। कोही भाग्न खोजे, कोही कागजात जलाउन थाले, तर प्रहरीले चारैतिरबाट घेरिसकेको थियो। केही मिनेटमै ढोका फुटाइयो। प्रहरीहरू भित्र पसे। माया र अरू युवतीहरू डरले एकअर्कालाई समातेर रोइरहेका थिए। एक महिला प्रहरीले मायाको काँधमा हात राख्दै भनिन्, अब तिमीहरू सुरक्षित छौ। यो वाक्य सुन्नासाथ माया भक्कानिएर रोइन्। केही दिनसम्म सबै पीडितहरूलाई सुरक्षित आश्रय गृहमा राखियो। स्वास्थ्य परीक्षण गरियो, मनोवैज्ञानिक परामर्श दिइयो। त्यसपछि नेपाली दूतावासको सहयोगमा मायालाई नेपाल फर्काउने प्रक्रिया सुरु भयो। विमान काठमाडौँमा अवतरण हुँदा मायाको आँखाबाट आँसु रोकिएनन्। ती आँसु दुःखका थिएनन्, ती स्वतन्त्रताका आँसु थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आमा, बुवा र भाइ उनको प्रतीक्षामा थिए। मायाले टाढाबाट आमालाई देखिन्। आमा भन्दै उनी दौडिन्। आमाले छोरीलाई अँगालो हालेर बेस्सरी रुनुभयो। बुवाले काँपेको स्वरमा भन्नुभयो, छोरी तिमी फर्कियौ, अब हामीलाई अरू केही चाहिँदैन। सानो भाइले दिदीलाई समातेर भन्यो, अब कहिल्यै नजानु है। यो दृश्य देखेर वरिपरिका धेरै मानिसहरूको आँखा रसायो। नेपाल र भारतमा
प्रहरीहरूको संयुक्त अनुसन्धानबाट रमेश र उसको गिरोह पनि पक्राउ परे। उनीमाथि मानव बेचबिखन, ठगी र सङ्गठित अपराधका मुद्दा चलाइयो। अदालतले उनीहरूलाई कडा सजाय सुनायो। मायाले अदालतमा उभिएर भनिन्, मलाई बेच्नेहरूले मेरो सपनाहरू चोरे तर मेरो साहस चोर्न सकेनन्। पुरा अदालत केही क्षण मौन भयो र केही महिनापछि माया पहिलेको जस्तो सामान्य जीवनमा फर्किन्। तर उनले एउटा नयाँ निर्णय लिइन्। उनले मानव बेचबिखन विरुद्ध काम गर्ने संस्थासँग जोडिएर गाउँ गाउँमा सचेतना कार्यक्रम गर्न थालिन्। विद्यालयमा गएर उनी भन्थिन्, राम्रो जागिरको नाममा आउने सबै प्रस्ताव साँचो हुँदैनन्। विदेश जानुअघि सबै कागजात र प्रक्रिया सहकारी संस्थाबाट जाँच गर्नुहोस्। उनको कथा सुनेर धेरै युवतीहरूले सुरक्षित बाटो रोज्न थाले र वर्षौँपछि मायाले आफ्नै गाउँमा एउटा सिप विकास केन्द्र खोलिन्। त्यहाँ गरिब परिवारका छोरीहरूलाई सिलाइ, कम्प्युटर, हस्तकला र साना व्यवसाय सञ्चालन गर्न तालिम दिन थालियो। उनी चाहन्थिन् कुनै पनि छोरी गरिबीका कारण आफ्नो सपना बेच्न बाध्य नहोस्। एक साँझ डाँडामाथि गाउँतिर हेर्दै मायाले मुस्कुराइन्। उही गाउँ, उही आकाश, तर उनी अब पहिलेकी डराएकी युवती थिएनन्। उनी अब सयौँ छोरीहरूको प्रेरणा बनिसकेकी थिइन्।